नेपाली क्रिकेट फ्यानहरूको असली तिहार आजबाट सुरुवात हुँदैछ। नेपालले सुपर 6 को पहिलो म्याच युए विरुद्ध नेपाली समय अनुसार 4:15 मा खेल्दैछ। जुन म्याच कान्तिपुर म्याक्स एचडी युट्युब च्यानलबाट लाइभ प्रसारण तपाईले मजाले हेर्न सक्नुहुन्छ। युए नेपालको लागि बिगेस्ट राइभलरी हो र युए र नेपालको म्याचलाई एल क्लासिको रूपमा पनि हेर्ने गरिन्छ। र यो दुईवटा टिमहरूको फर्म जुन कम्पिटिसन हेर्नुहुन्छ भने निकै सिमिलर छ। दुईटै टिमले देश राष्ट्रसँग खेलेर आएका छन्, एक्सपिरियन्स बटुलेर आएका छन्। दुईटै टिमले टेबल टप गरेर सुपर 6 मा 2 पोइन्ट ल्याएर आएका छन् र दुईटै टिमलाई टी20 वर्ल्ड कप क्वालिफाई गर्नको लागि दुईटै टिम एकअर्काको लागि च्यालेन्जेस छन्। अझ नेपालको लागि ओमन पनि छ। यदि युए र ओमनलाई हराउने हो भने नेपालको लागि टी20 वर्ल्ड कप 2026 कसैले रोक्दैन भन्ने हामीले अपेक्षा राख्न सक्छौँ। नेपालको जुन बलिङ र फिल्डिङ चाहिँ जुन तरिकाको स्ट्रङ्गेस्ट देखिरहेको छौँ त्यति चाहिँ ब्याटिङमा हामीले बिलिभ गर्न सकिरहेको छैन र ब्याटिङ लाइनअप आज कस्तो आउँछ त्यसमा पनि गेम निर्भर गर्नेवाला छ र आजको म्याच हामी आशा गरौँ नेपालले जित्नेवाला छ।